काँडाले चस्सै चस्सै भन्ने गीत छ नि यहीँबाट सुरु भएको यहाँ अरूले काँडा देख्नुहुँदैछ होला तपाईँले अरूले काँडेले मलाई चस्सै भन्ने गीत यहाँबाट सुरु भएको होइन होला के हो नमस्ते एभ्रिवान स्वागत छ हजुरहरूलाई नयाँ भिडियोमा यस भिडियोमा तपाईहरूले देख्नुहुनेछ हामीले 24 घण्टा जंगलमा कसरी सर्भाइभ गर्यो भनेर अब यसरी हामफाल त म के भन्न सक्छु गाइस हैन के भन्न सक्छु यदि हजुरहरूले पार्ट 1 हेर्नु भएको छैन भने पहिला त्यो भिडियोलाई हेर्नुस् होला किनकि कथा त्यहाँबाट सुरु हुन्छ र अब यसको सबैभन्दा खतरनाक भाग अगाडि आउनेवाला छ हमारे तो खून में ही टाइटेनियम है आप ऐसा कुछ भी करने के ट्राई मत कीजिए थ्याङ्क यू अनि मेरो प्यारो दर्शक हामी चाहिँ त्यहाँदेखि शरीरलाई रेस्ट दिन हुनको कारणले गर्दा लगभग 7:30 बजेदेखि लिएर 11:30 बजेसम्म सुत्यौं त्यही भएर हामीले केही घण्टा रेस्ट गरेर हामीले एकअर्कालाई भन्न थाल्यो जंगलले कसैलाई पर्खँदैन अब चाहिँ हामी सतर्क रहनुपर्छ र चलाक भएर बस्नुपर्छ हेरौँ आजको दिन जंगलमा के हुन्छ होला सो गुड मर्निङ गाइस हेर्नु सबैजनालाई हामी अहिले ढिलो उठेछ उठ्नु त होइन अब रातभरि बसेर अब उयो गर्न सकेन होइन अनि अब चाहिँ अहिले फिलहाल चाहिँ भोक लागेर हामीलाई होइन अब अनि अहिले चाहिँ खाँदैछ हामी तातो पानी हो त्यसपछि चाहिँ हाम्रो यहाँ म्यागी बनिन्छ यहाँ अब साथीले अन्डा उसिन्नु आँटेको छ अन्डा उसिनेर म्यागी बनाएर चाहिँ खाएर हामी फेरि हाम्रो भिडियो कन्टिन्यू गर्नेछ होइन अहिले चाहिँ पानीमा इन्जोय गर्दै यो अब अन्डा चाहिँ होइन धुएर हाल्नु र किनकि हाम्रोमा एभाइलेबल वाटर छैन नि त त्यही भएर अहिले बाद बेला म्यागी नै यसमै बनाउनुपर्छ होइन त्यो अन्डा चाहिँ किन ल्याएको भन्दा त्यो एउटा अन्डाले कति प्रोटिन थाहै होला तपाईँहरूलाई होइन त्यही भएर जङ्गल च्यालेन्जमा चाहिँ अन्डा चाहिँ नेसेसरी छ तर हामीले कम्ती ल्यायो नि त गाइस मेरो घरमा थिएन अन्डा स्टार्टिङ अहिले तपाईँलाई फिलहालमा टाइम देखाउनु पर्दाखेरि चाहिँ कति भएको छ भन्दाखेरि चाहिँ होइन 12:22 देख्नु होला र अहिले चाहिँ 12:22 भइसकेको छ हामी यहाँ आएको पनि झन्डै 8-10 घन्टा भइसक्यो होइन अब भरे बेलुका 3 बजीतिर 2 बजीतिर हाम्रो च्यालेन्ज सकिने छ त्यति बेलासम्म हामी सर्भाइभ गर्दै गर्छौँ ट्राई गर्छौँ पहिलाको चाहिँ अब केही नहोइदियोस् भन्छु म जति सक्दो चाहिँ होइन हेरौँ अब के हुन्छ एकदम हेर्दा चाहिँ एकदम टेस्टी होइन देख्दैछ लगाइस् तपाईँले होइन एकदम A1 यतिको वाइवा चाहिँ कहीँ पाउँदैन गाइस 5 स्टार होटलमा पनि पाउँदैन यस्तो चाहिँ यो डाडु यस्तो डाडुहरू कहाँ पाउँदैन अनि यति अहिलेसम्म जसले भिडियो हेरिदिनु हुँदैछ होइन हाम्रो भिडियोलाई अब मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला होइन अनि तपाईँहरूलाई अब मेरो भिडियो कस्तो लाग्छ के लाग्छ मुनि कमेन्टमा होइन कमेन्ट पनि गरिदिनु होला सब्सक्राइब मात्रै गरेर हुँदैन गाइस बेल आइकनलाई पनि अलमा प्रेस गर्नु ताकि मेरो नयाँ भिडियो चाहिँ होइन तपाईँले छिट्टै हेर्नु होइन गाइस त्यसै भन्दै गाइस हाम्रो चाहिँ यहाँ खाजा सुरु भइसकेको छ हो हुनु त अहिले यो लन्च गर्ने टाइममै हाम्रो चाहिँ खाजै हुँदैछ हामीले लन्च गर्ने सामान ल्याएको छैन हामीले यसले नै दिन बिताउनु पर्ने हुन्छ हो यसले नै हाम्रो भोक मार्नु पर्ने हुन्छ लु हामीले चाहिँ फर्स्ट बाइट सुरु गऱ्यो हो मैले टेस्टी बनाउने मान्छे चाहिँ हाम्रो यहाँ हो एक सेफ पनि त म चाहिँ छेत्री ब्लाक त्यो गाइस हाम्रो जङ्गली अन्डा तर पनि अहिलेसम्म पर्फेक्टै भइसकेको छैन गाइस अन्डा पकाउनुमा चाहिँ अलिकति काँचै रहन्छ आकाशको फल आँखा तारी मलाई यो गाइस मैले चाहिँ एउटा एक बाइट हान्छु A1 भएछ गाइस मैले बनाएको भनेर होइन तर यो दामी सुपे एकदम मजा आउँदैछ गाइस होइन दामी आउँछ फेरि होइन खाइसकेर
ल अहिले चाहिँ खाइसकेछ नि गाइस हामी ल अनि हाम्रो फिलहाल टाइम भएको छ 12:56 देख्नुहुन्छ 12:56 भइसकेको छ हाम्रो टाइम होइन ल सो गाइस अहिले चाहिँ हामी होइन जङ्गलमा फल खोज्न जाँदैछौँ होइन हामीले त्यस्तो प्रशस्त खाना केही लिएको के पाउँछ के पाउँदैन त्यो हेरौँ होइन हामीले काट्ने बिर्छ त्यो काट्ने पनि बोक्नुपर्छ अहिले फेरि के के खानु होइन एकछिनको लागि बाई बाई गरिदिउँ होइन हामी के जङ्गलतर्फ लाग्छ के भेट्छ हेरौँ होइन जङ्गल एक्सप्लोर गर्न गएको गाइस यो कोलाई थाहा छ यो होइन यो के होला कमेन्ट हान्नु होला गाइस जसलाई थाहा छ मलाई थाहा छ ठुलो भेरे चरा चाहिँ है ओह्रालो एकदम तलपट्टि चाहिँ र यहाँ चाहिँ हाम्रो एकदम हामी ओह्रालो हेरौँ नि त गाइस हामी चाहिँ जङ्गल घुम्दैछ होइन अब यहाँनिर हामीले यसो जङ्गलमा वनतरुल पाइन्छ भनेर सुनेको थियो यहाँनिर चाहिँ पायो भने चाहिँ हामी ल्याएर अलि हामीलाई खाने उयो पनि हुन्छ हो पायो भने ठिकै छ पाएन भने त्यो पनि ठिकै छ हाम्रो लागि चाहिँ दबाई पनि हो होइन ओह्रालोको सिन कम्ती दामी छ नि त यार झाड देखिसक्यो कोलाई थाहा थियो के हो भनेर होइन दुसिया भगवान्लाई यस्तो गरेको रहेछ यहाँ हो सो गाइस अहिले चाहिँ हामी नि यता यो डाँडामा आइपुग्छ डाँडा चाहिँ अब एकदम दामी रहेछ ओह्रालो पनि सिन पनि दामी छ होइन अहिले चाहिँ यहाँ हामीले सिकार डाँडा आएको छ हामी केटाकेटी खेल्ने ठाउँ यो जग्गामा चाहिँ अब हामी दामी पहिला केटाकेटी घुम्थ्यो अनि यो पहाडी गाउँ पनि रहेछ होइन गाइस अनि मजाको सिन रहेछ होइन अनि अहिले चाहिँ अब हामी ओह्रालै लाग्छ वनतरुल त यति पायो त्यति रहेछ होइन उयो लुकाइरहेको छ हामीले क्यामेरामा देखाउँदैन हामी वनतरुल छैन बोटै छैन के को वनतरुल हुन्छ त्यही भएर अब हामी चाहिँ फेरि टेन्ट होइन अनि त्यहाँ अहिले फिलहालमा तपाईँलाई टाइम देखाउनु पर्दा चाहिँ हाम्रो 2:19 भएछ होइन 2:19 भइसकेको छ 20 पनि भइहाल्यो मजा छ अब के भन्नु अब होइन अब पाएन केही छैन नेक्स्ट टाइम काँडाले चस्सै भन्ने गीत छ नि यहीँबाट सुरु भएको यहाँ अरूले काँडा देख्नुहुन्छ होला तपाईँले अरूले काँडेले मलाई चस्सै भन्ने गीत यहाँबाट सुरु भएको यही काँडा हेरेर चाहिँ गीत बनाएको होइन होला के हो काँडालाई यतिकै छोड्दै हामी त्यो ओह्रालो लाग्थ्यो त्यो फाइनली गाई छ भने एउटा फल पाएको छ जङ्गलमा यो के हो भन्दाखेरि यो चाहिँ अमला होइन माथि अमला फलेको रहेछ अनि म फाइनली गाइस देख्न सक्नुहुन्छ हामीले अमला पाइसकेको छौँ होइन एकदम यसको टेस्ट चाहिँ कस्तो हुन्छ भने गुलियो अमिलो पिरो चुवासै है च्वासै अमिलो
हुन्छ नि जस्तो अब एकदम टेस्टी अमिलो चाहिँ अब मतलब एकदम दामी अब आगो लागेर घर लानु टाढो वन जङ्गल कति रहेछ गाई अब यसरी हामफाल त म के भन्नु सक्छु गाई छैन के भन्नु सक्छु हल्का तल अहिले बेलुका आएको ठाउँमा बस्छ होइन हामी बस्छ त्यही भएर हल्का डर आयो साथी भनेको यो चाहिँ अब अलिक नजिक हुनु चाहिँ 4-5 वर्षको लागि दौरा खोज्नु नपर्ने दौरा सो गाइस यो चाहिँ हाम्रो फाइनली नाइटको लुक हो होइन अहिले कति फिलहाल कति बजेको छ भने 5:53 छ बज्न आँटेको छ होइन टाइम पनि हेर्न सक्नुहुन्छ यहाँ होइन अनि अहिले हामी चाहिँ फिलहाल चाहिँ हल्का दुईवटा साथी र म होइन घुमेर आएको होइन हल्का घुम्न पाइयो नि त भनेर चाहिँ यो ओह्रालोको रिभिल गऱ्यो हामीले होइन देखाउने खालको जग्गा थिएन किनभने हामी हिँड्नु सकेन होइन साह्रो पऱ्यो त्यही भएर यहाँ आएर चाहिँ ओह्रालो चाहिँ हेर्ने हिजोको यो भ्यू थियो होइन एकदमै डरलाग्दो भ्यू भन्नु त के भन्नु हो अब तपाईँहरू हेर्नु हुँदैछ भने चाहिँ तपाईँहरू चाहिँ नआइदिनु होला यो जग्गा अलिक रिक्सी रहेछ राम्रो बाटो छैन हिँड्ने हो सबै भिरपाखाहरू मात्रै छ लड्यो भने मिस्टेक हुन्छ हामीले त यहाँ रिक्स उठायो होइन तपाईँहरू चाहिँ कसैले पनि अब हामीदेखि हुन्छ नि मोटिभ भएर चाहिँ होइन ट्राई नगरिदिनु होला है यति भन्दै हामी माथि हाम्रो अब मतलब जग्गामा जान्छौँ हामी अहिले होइन अहिले भिडियो बनाउनु सक्दैन किनकि पुरा गरम भइरहेको छ है अब हाम्रो लगभग टाइम पनि सिद्धिन आँटेको छ गाइस त्यो चाहिँ अब एकदम खुसीको कुरा हो हाम्रो लागि होइन हाम्रो खानेकुरा पनि कस्तो भन्दाखेरि केही छैन 3टा वाइवाई मात्रै छ अब 3टा वाइवाईले 3 बजाउनु पर्ने छ होइन अब त्यो पनि कसरी हुन्छ अब त्यो अहिले भिडियोमै हेरेर जाउँ होला होइन दुध पनि यति छ अब त्यो 2 कप चिया नपुग्ने होइन हेर्दै गरौँ गाइस 1 million zillion jillion dillion cotillion times later. होइन गाइस अहिले चाहिँ होइन हामीले भर्खर उठेको होइन अनि अघि तपाईँहरूलाई टाइमहरू देखाइहालेँ होला अनि अहिले पनि म तपाईँहरूलाई टाइम देखाउँछु कति बज्यो भनेर वाट इज टाइम राइट नाउ इन इन्डिया The time in India is 12:34 AM on Saturday. सो गाइस तपाईँहरूले देखिहाल्नु होला टाइम कति भयो भनेर होइन अनि अहिले चाहिँ 12:35 भएछ होइन अनि हामी अहिले चाहिँ अब हाम्रो टाइम पनि हुन लाग्यो जानेको होइन हामी हिजो 2 बजी इन्टर गरेको थियौँ हामी जङ्गलमा अनि आज पनि हामी 2 बजी जानुपर्ने हुन्छ अनि त्यहाँ 24 आवर च्यालेन्ज हाम्रो चाहिँ फाइनली कम्प्लिट हुन आँटेको छ गाइस होइन अस्तिको जस्तो हामीले बिचमा 24 आवर छोडेको छैन हामीले यसपालि चाहिँ जसरी भए पनि कम्प्लिट गर्ने कोसिस गऱ्यौँ होइन हामीलाई 24 आवर च्यालेन्ज गर्नु पुरा एकदमै साह्रो पऱ्यो हामीलाई होइन हाम्रो हालत खराब भइसकेको छ हामीलाई पसिना आएर जिउ गनाएर खपिन सक्छ त्यस्तो खालको अवस्था भइसकेको छ होइन अब नुहाउनु पनि मिल्दैन किनभने अब हामी यहाँ तल छ खोला तऱ्यो भने हाम्रो च्यालेन्ज चाहिँ सकिहाल्छ होइन त्यही भएर चाहिँ हामीहरू यहीँनिर जङ्गलमै छौँ अनि अब चाहिँ हामी यहाँनिर हल्का होइन 3-4टा वाइवाई होला त्यो वाइवाई पकाएर खान्छौँ अनि त्यहाँबाट हामी त्यो खाँदा ओर्दा यताउति घुम्दा ओर्दा हल्का फुल्का जङ्गल एक्सप्लोर त हानिँदैन होला होइन हल्का फुल्का गएको जस्तो गरिन्छ होइन त्यति बेलासम्म चाहिँ तपाईँहरू मेरो च्यानलमा बनिराख्नु होला अब चाहिँ हामी वाइवाई बनाएर खानेछौँ गाइस है
नमस्कार गाइस सबैजनालाई होइन हामीले चाहिँ यो बिचमा चाहिँ कतिवटा हामीले देखाउन सकेको छैन हाम्रो किनभने फोनको चार्जमा प्रब्लम छ सबैको चार्ज छैन आई होप कि हामी चाहिँ यो चाहिँ यहाँदेखिको उता चाहिँ हाम्रो कम्प्लिट हुन हाम्रो समथिङ 1 घन्टा छ त्यो 1 घन्टा चाहिँ हामीले डल्लै कन्टिन्यू देखाउने कोसिस गर्छ होइन हेर्दै जानुहोस् होला गाइस अहिले चाहिँ हाम्रो टाइम भएको छ 12:35 त्यस्तै भएको छ होइन यहाँदेखि उता चाहिँ हामी कन्टिन्यू देखाउने कोसिस गर्छ अहिले आगो बलिरहेको छ मुटुमाथि ढुङ्गा राखेर हाँस्नु परिरहेको छ अहिले हाम्रो आगो बलिरहेको छ होइन अब चाहिँ यहाँनिर जान्छ हाम्रो पढाइ पनि एकदम सफा हो होइन त्यही भएर अब पढाइ चलाएर राम्रै भयो यसपालिको चाहिँ होइन जबरजस्ती भयो पनि गरी छाड्यो भनौँ न अब तर अब होइन कतिजनाको अब मैले जो इन्सपायर भएर भिडियो हेरेर म यो 24 आवर च्यालेन्ज गर्न आइरहेको छु होइन उनीहरूलाई हेर्दा त मजा आउँछ होइन उनीहरूले मजाले गएर इन्जोय गरेर आउँछ होइन तर आफूले एक्सपिरियन्स गर्दा चाहिँ एकदमै साह्रो पर्छ यो जसलाई पनि इजी लाग्छ होइन उनीहरू अब मतलब सेफ्टी साथ गयो भने त केही छैन होइन गएर ट्राई गर्नलाई एकदम हार्ड हो होइन तपाईँहरूले एभाइलेबल खानेकुरा लग्यो भने पनि सुत्नेको प्रब्लम हुन्छ दाउराको प्रब्लम हुन्छ कतिलाई आगो बल्दैन कतिलाई के पानीको प्रब्लम हुन्छ झन् मेन हो जहाँ पनि होइन होइन त यति मुनि खोला छ होइन खोला तर्नु सक्दैन पनि हामी त्यही भएर नि हामीले आधी बिचबाटै कताबाट पानी म्यानेज गरेको छौँ होइन अब चाहिँ हाम्रो पानी पुग्निसकेको छ होइन वाइको सामग्री हाल्यो होइन म्यागी अब यो चाहिँ वाइ हो होइन साथै भइरहेको पनि छ सक्नुहुन्छ हामीले चाहिँ यो बिहान अब मतलब आएको दिनदेखि सात दिएको दाजुले होइन अहिलेसम्म दिइरहेको छ दाजु म घर लगेर राख्छु भन्नु मिलेन देखाइदियो अब यसलाई चाहिँ के भन्छ भने चाहिँ अब स्याउको जस्तो स्याउ र धागो दुइटाको काम गर्छ होइन यहाँ चाहिँ सानो पातला तास्छ होइन तास्नु त अहिलेसम्म जिन्दगीमा तासेको छैन यस्तो हुन्छ नि त गाउँ बस्तीमा होइन यो पुरानो रीतिरिवाज हो गाइस र गाइस यो चाहिँ यो टपरी हो होइन यसलाई टपरीलाई ट्याकटुक गरेपछि चाहिँ होइन यो चाहिँ अब हाम्रो टपरी फाइनली टपरी बनिन सक्छ अब हेरौँ यत्रो बेरको मेहनतमा हाम्रो रङ आउँछ कि रङ लाग्छ चुना होइन अझ टक्कै हाल्यो टक्कै यसरी घुमायो डिजिटल Breathe in and let me go. Sink to your heart to find you. Open up your eyes till you're blinded by the यस्तो भयो यो सो गाइस हाम्रो फाइनली प्लेट रेडी भइसकेको छ दुईजनाको कस्तो लाग्यो यो प्लेट कमेन्ट हालिदिनु होला होइन यो चाहिँ कमेन्ट आउँदै पऱ्यो गाइस हामीले यत्रो होइन पाँचटी खरेर कसो गरेर पनि हामीले बनाएको छ होइन यसमा चाहिँ कमेन्ट आउँदै पऱ्यो गाइस एउटा कमेन्ट चाहिँ होइन यो 1 हो यो 2 हो कुन चाहिँ मन पऱ्यो होइन कमेन्ट आउनु पऱ्यो गाइस ल अब चाहिँ यहाँ वाइफाई सर्भ हुँदैछ हल्का होइन हाम्रो चाहिँ जाँदैछ गाइस यसमा म्यागी होइन यो हाम्रो फाइनली चपस्टिक होटेलमा चम्ची चलाए जस्तो हुँदैन के अरे यो चाहिँ अहिले चाहिँ हाम्रो टाइम भएछ 1:22 होइन हेर्न सकिन्छ रियल टाइम हो होइन अब हामी चाहिँ म्यागी खानापट्टि लाग्छौँ होइन हामीलाई अलिक भोक पनि लागिरहेको छ गाइस खतम टाटा बाई बाई सो गाइस अब चाहिँ हाम्रो प्याकिङ टाइम होइन हाम्रो टाइम हुन लाग्यो त्यही भएर हामी प्याकिङ गर्छौँ है प्याकिङ सुरु होइन
मैले गाइस हाम्रो चाहिँ त्यहाँनिर प्याकिङ कम्प्लिट भइसकेको छ होइन अब हाम्रो जाने टाइम पनि यहाँ भइसकेको छ र हाम्रो प्याकिङ पनि कम्प्लिट भइरहेको छ धेरै सो एक्साइटेड सबैजना होइन The time in India is 2:01 AM on Saturday. देख्नुभयो होला गाइस हाम्रो फाइनली 24 आवर कम्प्लिट भइसकेको छ होइन अब एउटा अब यस्तो खालको छ नि जङ्गलमा यसले यति साथ दिएको छ होइन गाइस यो आगोले तर अब यसलाई यत्तिकै छोडेर जानु त मिलेन होइन त्यही भएर अब यो आगोलाई चाहिँ निभाउनु पर्ने हुन्छ होइन निभाउनु लागि चाहिँ माटा हाल्नुपर्छ तपाईँलाई थाहा छैन होला होइन माया लाग्छ नि गाई चाहिँ चुल्हा भत्काउनु निभाउनु अब भत्काउनै भयो कर लाग्छ होइन यो चाहिँ प्रपर वे होइन यो आगोलाई निभाउनुलाई होइन यो गरिसकेपछि चाहिँ होइन हाम्रो आगो उम्किँदैन कहीँबाट पनि सो फाइनली गाइस हाम्रो यो चाहिँ टाइम एकदमसँगले 24 आवर च्यालेन्ज चाहिँ फाइनली कम्प्लिट भइसकेको छ होइन हामीले फर्स्ट पार्ट त हामीले कम्प्लिट गर्न सकेनौँ सेकेन्ड टाइममा चाहिँ हामीले फाइनली कम्प्लिट गरेको छ अहिले पनि हान्छ होइन हामी होइन सो गाइस हाम्रो चाहिँ फाइनली 24 आवर कम्प्लिट भइसकेको छ होइन अल थ्याङ्क्स टु मेरो पर्सन साथीलाई होइन उसले मलाई यति धेरै साथ दिएको छ होइन अनि हामी यसरी नै अघि बढ्न पाइराखौँ होइन यसरी नै हामीले एउटा च्यालेन्ज गर्न पाइराखौँ होइन तपाईँले जतिसक्दो मेरो च्यानलमा 1K हिट हानिदिनु पऱ्यो गाइस होइन 1K हिट आयो भने फेरि हामी 48 आवर्स पनि च्यालेन्ज हान्न सक्छौँ होइन किनकि हामीले 24 आवर च्यालेन्ज त इजिली कम्प्लिट हान्न सक्यो होइन साह्रो त हामीलाई पऱ्यो तर पनि हामीले इजिली कम्प्लिट हान्न सक्यो अनि जो पनि मेरो च्यानलमा हुन्छ लाइक सेयर एन्ड सब्सक्राइब हानिदिनु होला मेरो च्यानललाई होइन मेरो च्यानललाई एकदमसँगले माया दिनु होला होइन अनि मेरो च्यानलमा भरभरकै यो भिडियोमा चाहिँ कमेन्ट दर आउनु पऱ्यो मेरो यो भिडियोमा सबसे बेसी कमेन्ट चाहिँ टपरीमा आउनु पऱ्यो होइन टपरी कस्तो बनेको थियो के बनेको थियो जो पनि च्यानलमा हुन्छ लाइक सेयर एन्ड सब्सक्राइब हानिदिनु होला होइन लास्टसम्म जसले हेर्नु भएको छ लास्टसम्म हेर्नु भिडियो कस्तो लाग्यो के लाग्यो सबै मुनि कमेन्ट हानिदिनु ल सब्सक्राइब गर्दाखेरि चाहिँ बेल आइकनलाई अलमा प्रेस गरिदिनु ल ताकि मेरो जुन नयाँ भिडियो आउँछ त्यो भिडियोमा चाहिँ तपाईँहरू सबसे भन्दा अगाडि हुनु पाओस् होइन फर्स्ट कमेन्ट जसको हुन्छ त्यसलाई म पिन गर्नेछु गाइस अनि होइन गाइस यति नै भन्दै मेरो भिडियोलाई यहीँ समाप्त गर्नेछौँ हामी घर त पुग्छौँ भिडियो आयो भने घर पुग्यो भिडियो आएन भने घर पुग्दैन होइन गाइस त्यही भएर चाहिँ हामी घरसम्म गएको भिडियो गर्न सक्दैनौँ किनकि हाम्रो चार्ज पनि एभाइलेबल छैन